नमस्कार साथीहरू, स्वागत छ द ज्ञान कर्नरमा। आजको भिडियोमा हामी लोकसेवा परीक्षामा नेपालको इतिहासबाट सोधिन सकिने अति महत्त्वपूर्ण प्रश्न उत्तर लिएर आएका छौँ। कृपया अन्त्यसम्म भिडियो हेर्नुहोला, किनभने परीक्षामा जुन प्रश्नलाई हेलचेक्राइ गरियो त्यही प्रश्न आउने कुरा त तपाईलाई पनि थाहा होला। ल अब आजको प्रश्न उत्तर श्रृङ्खला सुरु गरौँ। तयार हुनुहोस्। इतिहासका पिता को हुन्? सही उत्तर हो हेरोडोटस। वैज्ञानिक इतिहासका पिता को हुन्? सही उत्तर हो थ्युसिडाइडिज। नेपाल शब्दको प्रथम उल्लेख केमा भएको हो? सही उत्तर हो अथर्व परिशिष्ट। नेपाल शब्दको उल्लेख भएको पहिलो शिलालेख कुन हो? विक्रम सम्वत 569 को टिस्टिङको अभिलेख। ललितपुर सहरको स्थापना बरदेवले गरे भने भक्तपुर सहरको स्थापना कसले गरे? सही उत्तर हो राजा आनन्ददेव। पाटनको पुरानो नाम के थियो? सही उत्तर हो मणिगल। नेपाललाई सत्ययुगमा सत्यवती जस्तै त्रेतायुगमा के भनिन्थ्यो? सही उत्तर हो तपोवन। विश्वको सबभन्दा सानो मुद्रा कुन हो? सही उत्तर हो जयप्रकाश मल्लको जावा। नेपाल उपत्यकामा आउने प्रथम बुद्ध को थिए? सही उत्तर हो विपस्वी। सिंहदरबारको डिजाइनर को हुन्? सही उत्तर हो कुमार नरसिंह राणा। मलाई सिनो खाने कुकुर नसोच, म बाघको डमरू हुँ, यो भनाइ कसको हो? सही उत्तर हो अमरसिंह थापा। धीरगण कसले निर्माण गरेका थिए? सही उत्तर हो गेहेन्द्र शमशेर। नेपालको पहिलो जनगणना कुन संस्थाले लिएको थियो? सही उत्तर हो सेन्सस गोश्वारा। कोत पर्वमा मारिने प्रथम व्यक्ति को हुन्? सही उत्तर हो अभिमान सिंह बस्नेत। पाल्पा राज्यलाई कहिले नेपालमा गाभिएको थियो? सही उत्तर हो विक्रम सम्वत 1861। राणालाई एबीसी क्लासमा कसले विभाजन गरे? सही उत्तर हो चन्द्र शमशेर। शनिबार पुरा दिन बिदा र शुक्रबार आधा दिन बिदा दिन सुरु गर्ने प्रधानमन्त्री को हुन्? सही उत्तर हो भीम शमशेर। संसारको सानो चित्रकला भनेर केलाई चिनिन्छ? सही उत्तर हो हुलाक टिकट। सर्वप्रथम इन्टरनेटमा राखिएको नेपाली पत्रिका कुन हो? सही उत्तर हो जन्मभूमि साप्ताहिक। नेपालको पहिलो गैर सरकारी संस्था कुन हो? सही उत्तर हो कामधेनु चरखा। भारतमा नेपाली दिवस कहिले मनाइन्छ? सही उत्तर हो फेब्रुअरी 18। नेपालमा कहिलेदेखि राहदानीको सुरुवात भएको हो?
सही उत्तर हो विक्रम सम्वत 1863। भूकम्पमा परि मर्ने राजा को हुन्? सही उत्तर हो अभय मल्ल। प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन्? सही उत्तर हो कुलवीर थापा। वैशाख 1 गतेलाई नयाँ वर्ष कहिलेदेखि मनाउन सुरु गरियो? सही उत्तर हो विक्रम सम्वत 1960। पशुपतिमा भट्ट पुजारी राख्ने प्रचलन कसले चलाएका हुन्? सही उत्तर हो एच्छा मल्ल। यी थिए नेपालको इतिहास सम्बन्धी केही महत्त्वपूर्ण प्रश्न उत्तर। कति प्रश्नको सही उत्तर मिलाउनु भयो कमेन्ट गर्नुहोस्। यस्तै प्रश्नहरू लिएर हामी फेरि अर्को भिडियोमा पनि आउनेछौँ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईँको लोकसेवा यात्रालाई हामी सहज बनाउनेछौँ। धन्यवाद।